हेलो गाइज, आज हामी पिँडालु रोप्नु भनेर आएको छ बारी। आज पिँडालु रोप्नु भनेर आएको। यो दिदीले खुवाउनु भयो। यहाँ चाहिँ यहाँ यसरी रोप्ने, यहाँ खाल्टो खाल्टो बनाएर त्यो नदेखाउनु एकछिन नखानु त। यहाँ यसो खाल्टो बनाएर खाने रे। हाम्रो आलु चाहिँ कस्तो छ, आलु र पिँडालु चाहिँ यस्तो है गाइज। तपाईँहरूकोतिर कसरी रोप्नुहुन्छ? हाम्रो यसरी काटेर रोप्छौँ। हाम्रो दिदी त्यसरी खानु भयो। यहाँ अहिले त स्वेटर पनि खोलेछ पुरा जोस सहित। अघि स्वेटर त्यो हाल्नु परेन त्यहाँ। अब त्यो ढाक्नु पऱ्यो नि त्यसलाई। म हाल्नु पनि पऱ्यो नि। माटो भन्दा धेरै ढुङ्गा छ के होला र खै। यहाँ यस्तो छ हाम्रो पिँडालु चाहिँ। जस्तै रहेछ, डल्ले नि डल्ले। लामो कि डल्लो यो खै बोल। खरी पिँडालु रे डुङ्गी बिलाउँदै। यहाँ चाहिँ मल छ। नाम्लो फेरि यस्तो छ है गाई छ हाम्रो यस्तो हुन्छ नाम्लो। तपाईँहरूकोतिर कस्तो हुन्छ? त्यसरी त हुन्न नि त। कहाँ हुन्छ त्यसरी खनेर हुन्छ? कहाँ यसरी टोक्रो राख्ने फुत्ता उम्रिसक्यो कि रोप्ने बित्तिकै उम्रिसक्यो कि। अब यसलाई के गर्नु त? यो ठाडो पार्ने कि घप्रो पार्ने? यसलाई यसरी रोप्ने, यसरी यसरी हुन्छ यो। अब कसरी त? अनि यसरी रोप्ने, यसरी आँखा आँखा पारेर हेरे यसो गरेर आँखा निकालेर हेर्नु। हो त त्यही के हुन्न यस्तो खास त्यो पनि भएन। त्यसो रोइ भने यसरी ए छड्के रोप्यो भने छड्के फल्छ भयो। यसरी फल्छ भयो, यता फल्छ यसरी, यता ठाउँ हुनु पर्यो। अनि यसलाई अब त यो ल यो टुप्पा छ र छड्के रोप्यो भने अनि यसलाई के गर्नु त? यसरी रोप्ने, यसरी यसरी। अच्छा, यसलाई पनि यस्तै गरेर रोप्नु पऱ्यो। ल भिडियोहरू ल। अब कसरी खन्दै कसरी पुर्ने रहेछ त्यसलाई सबै ढुङ्गा हालेर हेर्नु फेरि। त्यो त कुखुराले खोसाल्दा पनि निस्किन्छ भयो। भगवान के हो यस्तो काम गर्ने मान्छेहरू यहाँ छ। एक निन्द्रा पुऱ्याएर उठेको मान्छे एउटा सुन्तलाको झोला बस्यो। हाम्रो घर हो। फाइनली गाइस हाम्रो चाहिँ पिँडालु रोपेर सक्यो। वहाँ पारीबाट यहाँ चाहिँ हामीले यसरी पनि छाप्रो पनि लाउँछौँ। यसलाई के भन्छ तपाईँहरूले? यो छाप्रो होइन, सिलाउनेको पात हो भन्नुलाई। सिलाउनेको पातै हो न चाहिँ। ए के भन्छ? छापो यो न छापो अरे साँच्चा बिर्सेको। म छाप्रो त बस्ने म त्यता बाक्लो भयो के त? हाल्नु न, यहाँ ठाउँ छ खालि। वहाँ पारिबाट रोपेको यहाँ आएर सक्यौँ हामी चाहिँ। आया यहाँ चाहिँ छ लास्टमा। अब यहाँ मेरो कपाल फेरि जहिले पनि यता आउँछ है। घर मुनि रोपेको सुन्तला चाहिँ पलाएको छ। सुन्तला के भन्छ अरे फुलेको छ। दामी फुलेको छ। यता मास्तिर छ सुन्तला फुटेको चाहिँ। त्यहीँ पिँडालु रोपेर सकिसक्यो। अनि यहाँ चाहिँ छाप पनि लगाइसक्यो। छापा अब हामी घरतिर जाने हो। घर चाहिँ त्यही नजिक छ फेरि। वहाँ पारीबाट यहाँसम्म लगाएको। पारी फुलेको छ नि, सिमलको बुट्टा। त्यो गाउँ हो। धेरै हो कि यहाँ, बाफ्रे। सिमलको रुख छ यहाँ चाहिँ। यत्रो ठुलो रुख छ मेरो घरको छेउमा। यस्तो छ। अब हामी चाहिँ पिँडालु रोपेर सक्यौँ। अब घरतिर जाने हो। अब यहाँ चाहिँ के छ गाइजहरू हेर्नु न, कति धेरै सिमलको फुलहरू छ यहाँ। यी मस्तै कति धेरै फुलेर झरेको छ यहाँ बाटैभरि। रातो छ। तपाईँहरूकोतिर यस्तो हुन्छ कि नै?
यसको तलतिर यो खानुहुन्छ दबाई हुन्छ यसको चाहिँ भनेको सुनेको है थाहा आएन मलाई नि यो चाहिँ अब हामी खानुपर्छ यसलाई म खान्छु ल यसलाई चाहिँ खानुपर्छ अब यसरी खान्छु म यस्तो निकाल्ने यस्तो निकालेर यो चाहिँ यस्तो निकालेर यहाँको यस्तो निकालेर है निस्केन यो त एकछिन ल यस्तो निकालेर नि यस्तो निकालेर यो त कुहिएको रहेछ छि एकछिन है यसलाई यस्तो निकालेर अनि यस्तो खाने कि यस्तो गरेर यस्तो खाने हामीले यस्तो पनि गर्थ्यौँ पहिला पहिला चाहिँ यस्तो गरेर भाले बनाउने देख्ने मान्छेले मलाई के भन्यो पागल भएछ भन्दै यो भित्रको फालेर नि खाने एकचोटि ट्राई गर्नु ल झरेको छ कि आम्मा अनि यसलाई एक ठाउँमा जम्मा गरेर यसको मल बनाउनु पर्छ अब हामी चाहिँ घरतिर जानु लागेको घरतिर जाँदैछौँ बाई अर्को भिडियोमा भेटौँला।